साथीहरु एउटै फिल्ममा सुपरस्टार र मेगा स्टार सोच्दै एकदमै कस्तो होला त। पक्कै पनि अब चाहिँ एउटै फिल्ममा सुपरस्टार र मेगा स्टार भइसके पछाडी फिल्म त दमदार बन्नै पर्छ। अर्थात् यो चाहिँ हेर्न लायकको अथवा गजबको हुनेछ भन्ने कुरा हामी सहजै अनुमान लगाउन सक्छौं। नेपाली फिल्म क्षेत्रको कुराकानी गर्दाखेरि पछिल्लो समय जेरी टप अन भन्ने चाहिँ चलचित्र हलमा लगभग रिलिजको संगारमा छ। बजारमा यसको ट्रेलर पनि एकदमै आइसकेको छ। खासमा हामी कुराकानी गर्ने हो भने अभिनेता भुवन केसीको कुराकानी गर्ने हो भने साथीहरु पक्कै पनि अहिलेसम्म भुवन केसीले आफ्नो छोरा अनमोल केसीलाई अहिलेसम्म पछाडी बसेर एउटा डाइरेक्टरको रूपमा भूमिका खेलेर अथवा कुनै पनि चलचित्रमा चाहिँ प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा चाहिँ समावेश जनाएर छोरालाई सपोर्ट गर्दै आएको तपाई हामीलाई जानकारी छँदैछ। सुरुमा केही वर्ष त्यो स्ट्र्याटेजीले काम गरे तापनि पछिल्लो समय भने अनमोल केसीका धेरै मुभीहरू राम्रोसँग चलेको छैन। बजारमा हामी यो कुरा देख्न सकिन्छ। त्यसैले अब भुवन केसी आफै चाहिँ अब चलचित्रमा आफै उत्रिएको अवस्था छ। हामी कुराकानी गर्दै छौं नेपाली चलचित्र जेरी टप अनको विषयमा। जेरी टप अनमा मेगा स्टार भनेर चाहिँ चलचित्रको टिमले नै तोकिदिएको उपनाम अथवा चाहिँ अब टाइटल दिएको पाइन्छ। विशेष गरेर हामीले साउथ इन्डियन चलचित्रहरूमा अथवा चाहिँ दक्षिण भारतीय चलचित्रहरूमा यो किसिमको ट्याग दिने चलन विगत लामो समयदेखि देख्दै आएको। नेपालमा पनि यसको चाहिँ विभिन्न किसिमका कलाकारहरूलाई छोटो समयमा नै ट्याग भिडाउने चलन नआएको होइन। तर खासमा चाहिँ छोटो समयमा ट्याग भिडाइसके पछाडि त्यो ट्यागलाई अथवा त्यो भिडियोलाई धान्नको लागि गाह्रो भएको चाहिँ अभिनेताहरूलाई हामीले देख्न सक्छौं। पछिल्लो समय कुराकानी गर्ने हो भने नायक अनमोल केसीलाई पनि मेगा स्टारको चाहिँ ट्याग भिडाएको पाइन्छ। पक्कै पनि मेगा स्टार हुनको लागि क्राइटेरिया त्यो चाहिँ बजारले तय गर्ने कुरा हो। सरसर्ती हरेक मुभीहरू चाहिँ सुपरहिट हुँदै जाने क्रममा चाहिँ लामो समय अवधि पछाडि मेगा स्टारको उपमा पाउने सम्भावना हुन्छ। तर खैर यो कुराहरू भने सबै कुराहरू दर्शकले नै भन्ने कुराहरू हो। तर यद्यपि चलचित्र निर्माण टोलीहरू भने ट्याग दिनलाई एकदम हतारिएको अवस्था हामी पाउन सक्छौं। चलचित्र जेरी टप अनको विषयमा कुराकानी ट्रेलरकै विषयमा हामी कुराकानी गर्दाखेरि यो चलचित्र पक्कै पनि अनमोल केसीले अहिले आएर चाहिँ एडभेन्चर चलचित्र चाहिँ मा भूमिका खेलेको पाइन्छ। हामीले यो चलचित्रमा पनि हामी सहजै अनुमान लगाउन सक्छौं यो चाहिँ त्रिकोणात्मक प्रेम कथा यसमा देखाएको पाइन्छ। अभिनेत्री जसिता गुरुङ र त्यसै गरी चलन चल्तीका अभिनेत्री आँचल शर्मालाई यसमा फिचर गरिएको हामी पाइन्छ। रोमान्टिक हिरोको छवि बनाएका अनमोल केसीले पछिल्लो समय भने आफूलाई केही प्रयोग गर्दै अभिनयमा प्रयोग गर्दै आएको पाइन्छ। यद्यपि यो चलचित्रको ट्रेलरलाई हेर्दाखेरि नायक अनमोल केसीको डायलग डेलिभरी भनेको समस्या जैको त्यही देखिन्छ। पछिल्लो समय फुटबलरको जीवानीमा अर्थात् एक्सन भूमिकामा त्यसै गरी यो चलचित्रमा एउटा एडभेन्चरसको भूमिकामा चाहिँ निर्वाह गरेको पाइन्छ। यो आर्टलाई भने के हदमा चाहिँ सराहनीय हामी मान्न सकिन्छ। निर्देशक सुयोग गुरुङले माउन्ट एभरेस्ट अर्थात् सगरमाथा आरोहण गर्दाको चाहिँ विभिन्न किसिमका उतार चढावलाई जीवनशैलीसँग जोडिएर यो चलचित्रको स्क्रिप्ट तयार गरेको हामी देख्न सक्छौं। नेपालीहरूको महान चाड दशैं सकिए लगतै अब तिहारको चाहिँ संगारमा छौं हामी। पक्कै पनि तिहारको चाहिँ बिदालाई सदुपयोग गर्ने गरी जेरी टप अनले चाहिँ रिलिज मिति घोषणा गरिएको छ। पक्कै पनि मुभीमा भने जस्तै जेरी टप अन अर्थात् जेरी भन्ने क्यारेक्टर चाहिँ सगरमाथाको चुचुरोमा चढ्न सफल हुन्छ अथवा हुँदैन। चलचित्रको ट्रेलरलाई हेर्दाखेरि जेरीले आफ्नो बुवालाई चाहिँ टपमा जसरी हुन्छ म पुग्छु भनेर जुन किसिमको चाहिँ एउटा कमिटमेन्ट गरेको हुन्छ त्यो चुचुरोमा पुग्छ कि पुग्दैन भन्ने कुरा हामीले चलचित्र रिलिज भइसकेपछि थाहा हुने कुरा नै हो। यो चलचित्रमा यसपालि भने नायक भुवन केसी पनि आफै अभिनयमा उत्रिएको हामी पाउन सक्छौं।
त्यसो त चलचित्रको ट्रेलर र त्यस पछाडि कथावस्तुमा केही समानता भए तापनि हामीले भन्ने गर्छौं नि कतिपय कुराहरू चाहिँ अब कथामा अथवा चलचित्रको हलको पर्दामा आउँदा फरक पनि पर्न सक्छ। हुन त दिउँसोको नतिजा बिहानले संकेत गर्छ भने जस्तै ट्रेलरबाट पनि हामीले विभिन्न किसिमको अनुमान भने लगाउन सक्छौं। सरसर्ती ट्रेलरमा हेर्दाखेरि हामीले चाहिँ अब एडभेन्चरस जुन चलचित्र बनाइएको छ र एडभेन्चरमा हुने विभिन्न किसिमका चाहिँ अब उतार चढावहरू संघर्ष गर्ने संघर्षको कुराहरू लगायत जीवनशैलीमा त्यसको प्रभाव पर्ने विषयमा नै उठान गरेको हामी पाउन सक्छौं। ट्रेलरमा नायक अनमोल केसीलाई जेरी राणाको नामबाट उल्लेख गरेको पाइन्छ। पक्कै पनि राणा खानदान भनिसके पछाडि उच्च वर्ग अर्थात् सम्भ्रान्त वर्गको भूमिकामा प्राय जस्तो अनमोल केसीले देख्दै आएको हामी पाउन सक्छौं। पेमाको भूमिकामा निर्वाह गरेको जसिता गुरुङलाई पनि हामी यो चलचित्रमा हामी देख्न सक्छौं। सिकै भन्नुपर्दा एउटा नायकलाई अथवा एउटा अभिनेतालाई कुन हिसाबले प्रस्तुत गर्ने अर्थात् अभिनेताको क्षमता हेरिसकेर त्यो क्षमतालाई जति सकिन्छ त्यसलाई चाहिँ अभिनय मार्फतबाट निकाल्ने काम भनेको निर्देशकको भूमिका हुन्छ। निर्देशकले नै विभिन्न किसिमको अभिनय चयन गर्नेदेखि लिएर अभिनयलाई अथवा अभिनेतालाई कुन किसिमको भूमिका दिँदाखेरि सान्दर्भिक हुन्छ र एकदम राम्रो हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ निर्देशकमै डिपेन्ड हुने कुराहरू हो। विगत केही समयदेखि अभिनेता अनमोल केसीले सफलताको स्वाद भने चाख्न पाएको छैन। सायदै यही मुभी राम्रोसँग चल्न सकेमा अथवा बजारमा बक्स अफिसमा राम्रोसँग प्रदर्शन भएमा अनमोल केसीले पक्कै पनि सफलताको स्वाद भने यो मुभीबाट चाख्न सक्छन्। चलचित्र सफलता होस् यो हाम्रो पक्कै पनि कामना छ। पक्कै पनि रोमान्टिक हिरो अनमोल केसीको तपाईहरु पनि फ्यान हुनुहुन्छ भने यो भिडियोमा तपाईहरुले कमेन्ट गर्दै जानु होला। भिडियोलाई लाइक गर्नुस्, शेयर गर्नुस्। त्यसैगरी साथीहरु पक्कै पनि तपाईहरु इतिहासको विषयमा, समसामयिक विषयमा विभिन्न किसिमका पोडकास्ट अथवा इन्टरभ्यु हेर्नुहुन्छ भने पक्कै पनि तपाईहरुले दलाई वाइवा युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। फिल्म नेपाल च्यानल त पक्कै पनि रिभ्युको लागि हामीले र विभिन्न किसिमका समसामयिक नेपाली चलचित्रमा चाहिँ भएका गतिविधिहरुको विषयमा जानकारी दिने यो च्यानल त तपाईहरुमा छँदैछ। यसलाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। ल भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरुलाई धेरै धेरै धन्यवाद।